वेलकम टु मिरास ब्लग। नमस्ते सबैलाई। आज मैले एकदमै हेल्दी रेसिपी लिएर आएको छु, जसले चाहिँ एकदमै आफ्नो हेल्थ कन्सियस हुनुहुन्छ भने यो रेसिपी उहाँहरूको लागि चाहिँ मस्ट हो। हेर्नुहोस् होला अनि बनाउनु पनि होला है। मैले रातभरि हरियो मुङ दाल चाहिँ भिजाएर राखेको थिएँ होइन। अनि मैले भोलिपल्ट यो ब्रेकफास्टको लागि बनाइरहेको छु। अनि मुङ दाल पिस्दाखेरि त्यसमा हरियो खुर्सानी र अदुवा हालेर पिस्ने, अनि त्यसपछि मैले यसरी नै गरेर आफ्नो सबै ब्याच पिसेर रेडी गरेको छु। अब त्यो मुङ दालको ब्याटरमा मैले यहाँ एड गरिरहेको छु टर्मरिक, रेड चिली पाउडर, त्यसपछि क्युमिन सिड पाउडर्स, अनि त्यसपछि स्वादअनुसार सल्ट। आफूलाई जति चाहियो त्यति राख्दा भयो। अनि यसलाई चाहिँ स्टियर गर्ने, प्रपरली हामीले मिक्स गर्ने, मिक्स 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 गर्ने। त्यसपछि हामीले मिक्स गरिसकेपछि चाहिँ यसमा चाहिँ हामीले अरू कुरा पनि एड गर्न सकिन्छ होइन। तपाईँले यसको मात्रै पनि बनाउन सक्नुहुन्छ, तर मैले यहाँ ट्विस्ट भएको छ। मैले 1 कप सुजी हालेको छु। बस यो ब्याटरमा मैले सुजीलाई पनि मजाले मिक्स गर्ने होइन। सुजी हालिसकेपछि चाहिँ हामीले ब्याटरलाई रेस्टको लागि थोरै समयको लागि राख्नुपर्छ, सो द्याट हाम्रो सुजी राम्ररी फुल्छ। अनि मिक्स गर्ने। अनि यसमा चाहिँ मैले भेजिटेबल्सहरू पनि आफ्नो निडअनुसार राखेको छु। यसमा क्याप्सिकम, टमाटो, अनियन, अनि हामीले चाहिँ यो धनियाँ काटेर यसमा हालेको छु। हजुरहरूलाई जुन मनपर्छ त्यो भेजिटेबल्सहरू काटेर हाल्न सक्नुहुन्छ, र थोरै सोडा, बेकिङ सोडा हाल्न सक्नुहुन्छ, सो द्याट हाम्रो चाहिँ प्यानकेक एकदमै फ्लफी हुन्छ र एकदमै नरम हुन्छ। अनि मजाले मिक्स गर्ने। मिक्स गरिसकेपछि हामीले यसलाई एकछिन रेस्टको लागि राख्नुपर्छ यो ब्याटर, सो द्याट हाम्रो मजाको ब्याटर्सहरू एकदमै मजाले फुलियोस्। रेस्ट गरिसकेपछि अब हाम्रो रेडी छ। यहाँ प्यान तातिसक्यो होइन। प्यानमा थोरै घिउ हाल्ने, अनि त्यो ब्याटर हालिदिने, ब्याटरलाई स्प्रेड गरिदिने। आफूलाई जत्रो साइज चाहिएको छ त्यो अनुसार आफूले बनाउँदा हुन्छ। अनि एकदमै लो फ्लेममा हामीले पकाउनु पर्ने हुन्छ। यु क्यान सी होइन, एकदमै लो फ्लेममा र छोपेर पकाउनु पर्छ, सो द्याट यो राम्ररी कुक हुन्छ। यसरी नै गरेर मैले अरू पनि प्यानकेक सबै यसरी नै कालो पिलो गरेर सबै बनाएँ होइन। यो प्यानकेक मेरो बच्चाहरूको एकदमै टेस्टी, उनीहरूलाई धेरै टेस्टी लाग्छ, सो द्याट म उनीहरूको टिफिनमा पनि दिने गरेको छु। यसरी नै मैले सबै प्यानकेकहरू रेडी गरेँ। सी हाउ इट लुक्स, इट्स लुकिङ सो डेलिसियस होइन। हजुरहरूले पनि ट्राई गर्नुहोला, इट इज सो हेल्दी। अनि आफूले चाहिएको जस्तो अरू भेजिटेबल्सहरू हालेर अझ हामीले यसलाई अझ हेल्दी बनाउन सक्नुहुन्छ। सो डु ट्राई इट। थ्याङ्क यू फर वाचिङ। प्लिज लाइक एन्ड सब्सक्राइब।